हेलो गाइज, वेलकम टु माई मिनी भ्लग होइन। म चाहिँ बिहानै उठेर क्लास गएँ, जापान क्लास गएँ, हेर्छु कोही नै छैन आएको। अनि आएर एकछिन यस्तो मिनिङ हेरिदिउँ भनेर अनि मिनिङ पढेँ अनि पढिसकेर अनि मैले क्लास सकेर अनि म भोकल क्लासतिर लागेँ। भोकल क्लासमा नि अब के भन्नु, भोकल क्लास भन्नाले नि मैले गिटार क्लास र भोकल क्लास गरिरहेको सँगै, अनि त्यसो सँगै जापान क्लास पनि गरिरहेको। गाह्रो छ, भोकल सिक्नु पनि गाह्रो छ, गिटार सिक्नु पनि गाह्रो छ, जापान क्लास त झनै गाह्रो छ है। दिमागमै छिर्दैन केही पनि, दिमाग खल्बिलिन्छ दिमाग। त्यसपछि म गएँ क्लासमा, हेर्छु ल दाइहरू हुनुहुँदो रहेछ, उहाँ सर हुनुहुँदो रहेछ, हाम्रो सर भोकल सर वहीँ हुनुहुन्छ। अनि नमस्ते गरेँ, मैले नमस्ते गरेर चटुटा खोलेर अनि गफ गरेँ सरसँग मैले। अनि भित्र गएर हेर्छु दाइ दिदीहरू प्र्याक्टिस गरिराख्नु भएको। त्यसपछि मैले पनि प्र्याक्टिस गरेँ। अनि कस्तो गाह्रो हुन्छ क्या सिक्नुलाई, हात कस्तो दुख्छ, स्वर लाग्दैन, अनि गिटारमा टाइमिङ मिल्दैन, गाह्रो हुन्छ एउटा स्टुडेन्टको लागि। भर्खर सिकिरह हो, म बिगिनरै हो, सिकिरह हो। अब पछि सिकेपछि हुन्छ। हस् गाइज, अब अर्को भिडियोमा भेट्नुपर्छ। बाई बाई।